मर्न प्रेरित गर्ने भाष्य होइन, बाँच्न प्रेरित गर्ने राजनीति चाहिएको छ। सम्माननीय सभामुख महोदय, गत साउन 28 गते मध्यपुर ठिमी 8 मा 421 जना सोवासीलाई जग्गा धनी दर्ता प्रमाणपत्र वितरण गर्ने अवसर प्राप्त भयो। भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय र सम्बन्धित निकायलाई यसका लागि धन्यवाद दिन चाहन्छु। तर त्यही दिन नजिकैको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एउटा अत्यन्त दुःखद समाचार आयो। 57 वर्षीय हिरालाल पासवान मृत भेटिनुभयो। थापाथलीको सुकुम्बासी बस्ती भत्काएपछि उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनुभएको रहेछ। सभामुख महोदय, एउटा हातमा लाल पूर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर। यो विरोधाभासले हामीलाई गम्भीर प्रश्न सोध्छ। सरकार भूमिहीनका लागि काम गर्दैछ भने ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन? सरकारले झापा, बर्दिया, चितवन र भक्तपुरमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ काम गरिरहेको छ। 35 वर्षपछि सरकारले भनिरहेको छ, भूमिहीन तिमीहरू एक्लो छैनौ, हामी छौँ। भूमि मन्त्रीज्यूले आफ्नो कार्यकालमा सुकुम्बासी र सोवासी शब्दलाई शब्दकोशमा मात्र सीमित गर्ने सङ्कल्पको साथ काम गरिरहनु भएको छ। यसलाई राजनीतिक पूर्वाग्रहले ढाक्नु हुँदैन। सभामुख महोदय, आलोचना गरौँ, कमजोरी देखाउँ, सरकारलाई खबरदारी गरौँ, तर केही पनि भएको छैन भन्ने झुट्टो भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ। किनकि निराशा केवल राजनीति होइन, कहिलेकाहीँ कसैको जीवनसँग खेलवाड हुन्छ। भइरहेका राम्रो कामको प्रचार गरौँ, आशा जगाउँ, भूमिहीनलाई अधिकारको बाटो देखाउँ। हामीलाई निराशा होइन, भरोसा चाहिएको छ। मर्न प्रेरित गर्ने भाष्य होइन, बाँच्न प्रेरित गर्ने राजनीति चाहिएको छ। त्यसैले सम्माननीय सभामुख महोदय, हामी भूमिहीनलाई अधिकार दियौँ, निराशा होइन, प्रश्न गरौँ तर आशा पनि जगाउँ, राजनीति गरौँ तर कसैलाई मृत्यु रोज्ने अवस्थामा नपुर्याउँ। धन्यवाद।